त्यहाँबाट गुलले युक्त भएको सफा सङ्लो मिठो रसिलो एकदमै प्रोटिन पाएर घाँस खाँदाखेरि पेटलाई नबिजाउनु घाँटीलाई नबिजाउनु अलिक खाएर आफ्नो शरीरमा चिकित्सा गर्ने मेन त्यो आँखालाई हो त्यो आँखालाई त्यो मिठो अनि त्यो समुद्र अनि समुद्रको वरिपरि जग्गामा चाहिँ बलुवा छ त्यो बलुवा चाहिँ सुनको बलुवा थाहा न्याउसी त्यतिको मात्रा अनि मतलब त्यो बलुवा सुनको बलुवा त्यहाँबाट मजाको घाँसको सुताहरू चलाइरहेको छ दुईवटा मासुको सिमेन्ट हो चाहिँ हेर्नु मेरो मासु चल्दैछ अनि त्यो समुद्रमा चाहिँ हाँसहरू हेरिरहेको हाँसहरूमा सुमधुर अवस्था हाँसहरू बनाइरहेको अनि हाँसहरूको आवाजहरू आइरहेको हाँस अनि त्यहाँबाट चाहिँ दुनियाँ हाँसहरूबाट अरू तरहको मात्रै खेलिरहेको अनि त्यहाँदेखि एउटा सफा चाहिँ फुलहरू उडिरहेको फुलहरू उडिरहेको पानीले चाहिँ हामीलाई सबको देखि यो लाग्छ यताले सब रिटेन मात्र त्यो अनि त्यहाँबाट चाहिँ त्यो नदी त्यो समुद्रको ठिकको जहाँबाट समुद्रको ठिकको बाटो छ त्यो पम्प अब्जर्भ चाहिँ अनि त्यो एउटा फुल एउटा मजाको फुलको त्यो डाँडाको लागि फुलको लागि हो त्यो फुलको गोल चाहिँ पाम्प भनेर पलाएर त्यो ध्यानको चाहिँ पाम्प भनेर बुझिन्छ त्यहाँबाट त्यो फुल चाहिँ माथि के अरे फुल चाहिँ सानो त्यो जहाँसम्म त्यो समुद्र त्यो कुवाले ढाकेको अनि त्यसको फुलको साइडमा चाहिँ सप्तरत्न अष्टमङ्गलहरू फुलिरहेको छ अष्टमङ्गल त्यो सिम्बल्स हामीले चिनेछौँ होइन त्यो सबै फुलिरहेको छ अनि त्यहाँबाट दर्शन मन्दिरहरू दर्शन मन्दिरहरू मन्दिरमा कहाँ सबैमा धामले पाउँछौँ अब त्यहाँबाट चाहिँ त्यो फुलभित्र चाहिँ आफै चारपट्टि चाहिँ अनि चारवटा फुल सबै लेखेको छैन तपाईँहरू आफ्नो लेख्ने त जति त्यो लेखेको छ तर त्यो त्यतिसम्म लाग्यो त्यहाँदेखि पनि थियो त्यो चारवटा फुल अनि मागा चारवटा सिङ्गे थिए सिधा चारवटा सिधा देवी शिवको धाममा शिवा हेर्नु कुमार त्योमा धरे बेला